तपाईलाई मेरो दिदी कस्तो लाग्यो? हजुर मलाई तपाईको बहिनी लास्टै मन पर्यो। ए त्यसमा तपाई के जब गर्नुहुन्छ नि? यसलाई कसरी भनौ कि म चोर्ने काम गर्छु भनेर? हजुर म सामान यताउता गर्ने काम गर्छु। तर यो कस्तो काम हो नि? मैले त बुझेन त। जस्तो कि सिम्पल छ, जस्तो यो सामानलाई यता लगेर बेच्दिने यस्तो काम गर्छु म। ए तपाईले त धेरै राम्रो जब गर्नु हुँदो रहेछ। तर म केटीसँग एक्लै कुरा गर्न सक्छु? ए यो पनि के सोध्ने कुरा हो र? जानु दिदी। तर तिम्रो भाइ त कस्तो समझदार र बुझकार हुनुहुँदो रहेछ है। अनि तिमीलाई खाना बनाउन आउँछ कि नै? तर तिमी त कस्तो क्युटी के। अनि तिम्रो कपालमा फूल भइदिएको भए आज झन् कति राम्रो देखिन्थ्यो होला तिमी। यत्रो कुरा गरिम, यत्रो चिन्जानी भयो, तर तिम्रो नाम थाहा पाएन। के हो भन त तिम्रो नाम? अरे नाम भन न, के भयो? अरे भन न, किन लाज मानेको? म आफ्नै हो। कोमल बोलो जुबान